क्वाच्छ कुच्छ आजकल त मलाई कसैले बाल पनि दिँदैन। बाबु छोरा नचलाऊ मलाई, तिमीहरू कसैले क्वाच्छ कुच्छ नचलाए हुन्छ मलाई। मैले रिस उठिसकेको छ। छोरा त यस्तो किन गर्दैछस्? आखिर त के भयो? बस मलाई तिमीले नचला। आजबाट म तिमीहरूको लागि मरिसके। ए कान्छा यहाँ आइजन छिटोतिर जाने के भयो? खाली यस्तो मात्रै गर्थे छिटो आइज त। आमा दाइले नै मलाई सिकायो के त कस्तो यो भनेको गाउँबाट ट्रेनर रहेछ का। कोही पनि नबोला मसँग। अरू जो जसलाई बोलाउनु मन लाग्छ बोलाए हुन्छ। मलाई लाटो रिस उठ्यो त म कसैसँग पनि बोल्दिनँ। मेरा लागि सबै मरिसके। ए बुढा तँलाई आउँदै छोरा यार के गर्छ? यहाँ सम्झाउने यार। होइन छोरो के भयो? म त यार तेरो साथी जस्तै मान्छे हुँ। आफ्नो साथी सम्झेर के भयो त्यो भन् त। ठिक छ भाउ, यदि तिमी साथी जस्तै हो भनेपछि साथी जस्तो मानेर भन्दैछु। अबे यार भाउ यार, मलाई गेम खेल्नको लागि राम्रो एयरपोर्ट छैन यार। मोबाइलको स्पिकरमा राम्रो आवाजै आउनु यार। त्यसको लागि केही जुगाड गरिदिनु परेन यार। अरे छोरा यसको लागि किन टेन्सन गर्छस्? निभिया T21 को एकदमै प्रिमियम क्वालिटीको एकदम इयरबड। हजुर अहिले हामीसँग आइसकेको छ निभियाको T21 हाई साउन्ड क्वालिटीको इयरबड। तपाईँलाई थाहा छ यो इयरबड एउटा कुरा साउन्ड क्वालिटी पनि बेस्ट छ, तपाईँको वाटरप्रुफ पनि छ। यसमा तपाईँको लागेको छ ब्याट्री टाइप, तपाईँको ब्याट्रीको इयरबडको ब्याट्री ब्याकअप तपाईँको 40 mAh रहेको छ भनेपछि तपाईँको चार्जर बक्स ब्याट्री तपाईँको 500 mAh को छ। ओ माई गड। अनि तपाईँलाई चार्जिङ पोर्ट पनि तपाईँको सी लाग्ने भएको छ। अनि तपाईँको अर्को कुरा यो 40 घण्टाको ब्याट्री ब्याकअप पनि रहेको छ। अनि अर्को कुरा पनि के रहेको छ भने चाहिँ यो एउटा वाटरप्रुफ इयरबड पनि छ, प्रिमियम लुक्समा छ, लुक्स पनि दामी छ। अनि त्यहाँबाट बाहिरको साउन्ड पनि केही पनि सुनिँदैन। यो इयरबड लगाएपछि एकदम फिल बबाल प्लेजर आउँछ है त।